हेलो हेलो यता हुनुहुन्छ सबै उभिराख्नुमा चालु है चाहिँ यहाँ बसेर छु मामा के बगाएको रे यो भन्नु यो काली माता के भन्छ गाली कुची भन्छ गाली सराप के गाली सराप के हो यहाँ चटपट खाँदै जाँदैछु च्यापिङ टोली सबै चल्छ अहिलेको जस्तो हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक माई युट्युब च्यानल अनि म चाहिँ अघि पनि ब्लग भिडियो अन गरेर बोलिरहेको थिएँ क्या तर क्यामेरा कस्तो फोरे फोरे छ मधुरो देखिरहेको रहेछ त्यही भएर अहिले चाहिँ म एप्पल खाँदैछु अनि अहिले चाहिँ यहाँनिर पुग्न आँटे भेला हुने ठाउँमा 6 बजी 6:30 बजी भनेर बोलाउनु भएको थियो तर कोही आउनुभएको रहेनछ अहिले चाहिँ 7 बजिसकेको छ अनि यहाँ हो हाम्रो जम्मा हुने ठाउँ चाहिँ देख्न सक्नुहुन्छ 1-2 जना आउनु भएको छ अनि आउनु भएको छैन अनि हामी चाहिँ यहाँ त च्यापिङ नाच्नु जाँदैछौँ क्या त्यही भएर भन्नुपर्छ कोही आएको छ यो हामी चाहिँ रेडी भइसक्यौँ अनि अब यहाँबाट जान हेलो 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 अनि हामी चाहिँ सिटीमा चढेर जानुपर्ने हुन्छ यता नि हुनुहुन्छ दिदी यता मेरो मामा पनि हुनुहुन्छ अनि अब हामी जानु लाग्यो हामी चाहिँ मन्दिर आइसकेछौँ हामीहरूको गीतमा चाहिँ आजको यहाँ हुँदैछ मन्दिर थाहा छैन कहाँको मन्दिर भनेर चाहिँ के हो अनि हामी यहाँ नाच्न आइरहेछौँ हामी चाहिँ मन्दिर पुगेर बसिरहेछौँ अहिले चाहिँ यहाँनिर टक्क मान्छेहरू हुनुहुन्छ अरू सबै हुनुहुन्छ हाम्रो ग्रुप चाहिँ राख्नुमा चालु है चाहिँ यहाँ बसेर छु है यहाँ चाहिँ उपस्थितिको नाम लेख्दै हुन्छ अनि हामी लेखिसकेको बस्दैछौँ हामी अहिले यहाँनिर काली सराप बगाउन आएको छु देख्न सक्नुहुन्छ यता तल हुनुहुन्छ सबै हामी पनि हेर्न जाँदैछौँ म पनि यहाँ साडी उचालेर लुगा सबै तान्छला खुलामा मामा के बगाएको रे यो भन्नु यो काली माता के भन्छ गाली कुची भन्छ गाली सराप के गाली सराप के हो त्यो बगाउनु पर्ने हुन्छ यहाँ चाहिँ यहाँ बगाउँदै हुन्छ अरू हामी च्यापिङ टोली चाहिँ उता पढ्छौँ हामी चाहिँ मार मोहम्मद त्यही काली सराप बगाएर आइसक्यौँ देख्न सक्नुहुन्छ उता हुन्छ अनि अगाडि पनि जाँदै हुन्छ च्यापिङ नाच्दै अगाडि अनि पछि हामी चाहिँ काली सराप बगाएर मन्दिर फर्किँदैछौँ
खाँदै बस्दैछु नै अघि मलाई सुहाएको थिएन फेरि सुहाएन भन्थे त्यो जुत्ता चाहिँ तल सार्को न जसको जुत्ता त्यहाँ छ भोक लागेर खानु पर्यो जुत्ता अब यो तल राख्नु पर्यो हामी चाहिँ यहाँ चटपटे खाँदै जाँदैछौँ च्यापिङ टोली अनि हामी चाहिँ यस्तो घाममा सेकिँदै भोक लागेर च्यापिङ नाच्दा चटपटे खानु जाँदैछौँ नाचेर नाचेर फकायौँ हामीलाई बिदा गरिसक्नुभयो अब हामी चाहिँ जाँदैछौँ सबैजना फाइनली हामी चाहिँ पूजा सकेर आयौँ अनि म चाहिँ अहिले हिँड्दैनिर जाँदैछु साथीहरू सबै गइसक्छ म चाहिँ साडी लिनुपर्ने थियो भोलि चाहिँ अर्कै साडी लाउनुलाई त्यही भएर अलिकति ढिलो भयो अरू चाहिँ सबै गइसकेको छ आजको पूजा चाहिँ यस्तै भयो रमाइलो नै भएको थियो भनौँ न तर अब देखाउन पाइएन नाच्नुमै व्यस्त अनि खानाहरू पनि खायौँ अनि सबै फेरि नाचेर हामी चाहिँ आइसकेको अहिले 2-3 बज्यो होला छिटै सक्छ भनेर चाहिँ भनिराख्नु थियो तर ढिलो भयो अनि आज चाहिँ यति नै हाम्रो आजको पूजाको दिन सक्यो अब भोलिलाई फेरि छ भोलि फेरि जानु छ है यस्तै छ हाम्रो जिन्दगी ओके बाबा यति नै